सम्पूर्णमा नमस्कार। आज हामी यो पहाड हुँदै उता लगभग रुकुम जाने तयारीमा छौँ। यहाँ देख्न सक्नुहुन्छ मेरो छोरो अवतार ओली अनि उसको मम्मी पनि छ। हामी एकदमै पुरा खतरनाक पहाडबाट हिँडिरहेछौँ। हेर्नुहोस् यसरी पहाडमा हिँडिराख्नु भएको छ हाम्रो अवतार ओलीजी। कति गाह्रो भएको छोरा, कति गाह्रो भएको छ पहाडमा हिँड्नलाई? धेरै गाह्रो छ नि छ यार। अवतारको मैले ऊ त्यहाँ पुगिसकिन्। यहाँ पुरै पहाड हो, एकदमै पहाड। यो लेक काटेर जानुपर्छ। ए यस्तो छ। अनि यता यो ठुला हिमको एरिया, यहाँ तलतिर गाउँ देखिरहेको छैन। यता साना हिम शिवरोड पारतिर, यो कोटबाराको एरिया पुरै। गर्मी पनि छ धेरै, गर्मीले पसिना निस्किरहेको छ। तैपनि यात्रा हामी अगाडि बढिरहेका छौँ। गाई त तारिन्छ, तरुनी देख्दा मन बटारिन्छ। टुई टुई छोरा यता हेर त। यो कोटको लेक हो। त्यहाँ माथि डाँडामा राजा बस्थ्यो अरे, पछि यहाँबाट राजा भाग्यो भन्ने बुढापाको भनाइ छ। यो अवतारको मम्मी हिँड्न नसकेर यहाँ बसिरहेछन्। अनि हेर त के छ अवस्था सोल्टिनी, के छ अवस्था? अवतार ओलीजी पनि हिँड्न नसकेर यहाँ एकान्तमा बस्नु भएको छ। रुकुम जाँदैछौँ नि छोरा आज हामी। त्यस्तो नगर नकसे।